लासो फ्याफुल्ला र अहिले नेपालमा जोडतोडका साथै लोड सेडिङ हुन्छ र भनेर चाहिँ बेलुकाखेरि हुन्छ भनेर टाइमै तोक्यो हाम्रा गुहे मन्त्रीले। र त्यो टाइमै तोकिसकेपछि त्यसको साथसाथै भोलिपल्ट या त्यही दिनमा चाहिँ अब विद्युत प्राधिकरणको एमडीले चाहिँ अब लोड सेडिङ हुँदैन, हामी यो तरिकाले मिलाउँछौँ र अब हुन पनि दिन्न भनेर भन्दै हुनुहुन्छ। तर अब हिजो अस्ति नै त अब हरेक क्रेडिट अब भारतलाई दिउँ भनेर भन्ने भयो र अहिले नेपालमा अब यस सर्वहारा या चाहिँ जनताहरूको घरमा लोड सेडिङ भएको अवस्था पनि खासै के छँदै छैन भन्दा पनि भयो र भएको पनि छैन। जे अब क्रेडिट चाहिँ कसलाई दिने यो गुहे मन्त्रीले, हैन? यस्तो खालको गुहे मन्त्री अब के भन्नु, अब मन्त्री पनि के भन्ने, यो एउटा यो दलाल भ्रष्टाचारी जस्तो मान्छे र चाहिँ यो दलाललाई हामी के भनेर चाहिँ अब सम्मान गर्ने हो? किनकि सम्मान गर्ने किसिमको त यसको व्यवहार त देख्दैन, हैन? रोस्टमै गएर पनि भन्छ कि यसो हुन्छ त्यसो हुन्छ, जनतालाई चाहिँ एउटा लोड सेडिङको चाहिँ हैन एउटा त्रास र आतंक फैलाइरहेको हुन्छ र त्यसपछि भोलिपल्ट फेरि एमडीले भन्छ कि अब हुँदैन भनेपछि जनताको मन शान्त हुन्छ, हैन? एउटा प्रमुख पदमा भइसकेपछि या चाहिँ देशको चाहिँ त्यस्तो गरिमामय पदमा भएको व्यक्तिले यस्तो किसिमको कार्यहरू कुराहरू गर्दै हिँड्दाखेरि तपाईँ हामी किन चाहिँ यसको सपोर्टमा बोल्ने र चाहिँ यसलाई चाहिँ यो चाहिँ ठिक छ भन्ने? यो फडाहरूले त हामीले देशको चाहिँ ढुकुटी रित्याएर र देशको खाएर अरू देशको गुणगान गाएर र चाहिँ एउटा काम गर्ने कर्मचारीलाई चाहिँ हरासमेन्ट गर्ने यस्तो नरपशु जस्तो मान्छेलाई त यसलाई त सायद जनताले नै चाहिँ सजाय दिनुपर्छ आउँदो भविष्यको चुनावहरूमा, हैन? मारपिट कुट गरेर त हुँदैन, किनभनेदेखि त मान्छे हो पनि, उसलाई पनि यो संसारमा बाँच्ने अधिकार छ मान्छेहरूलाई पनि। त्यही भएर यिनलाई भनेको 84 भन्छ नि चुनाव हो, यो चुनावहरूको बेलामा नै सजाय दिनुपर्छ र चाहिँ यो चाहिँ सबै आम जनताले नै बुझ्नुपर्छ। यस्तो खालको दलाल नेताहरू हामीलाई आवश्यक पनि छैन र देशमा भनेको एकदम सच्चा र इमान्दार र कर्मठ व्यक्तिहरूको आवश्यक भएको हुनाले अबदेखि हामी सम्पूर्ण नेपाली जनताहरूले चाहिँ जहिले पनि सोची सम्झी अहिले जति पनि किसिमको चाहिँ जुनै पनि पार्टीको चाहिँ नेताहरू छ, यिनीहरूले जति पनि भ्रष्टाचारहरू गरेको छ, हैन? र चाहिँ यिनीहरूको जुन अकुत सम्पत्तिहरूको बारेको कुराहरू आएको छ, हरेक कुराहरू त अहिलेको सामाजिक सञ्जाल मिडियाबाट त तपाईँहरूले प्रष्टै थाहा भइसकेको हुँदाखेरि यिनीहरूलाई चाहिँ परास्त गर्नको लागि बरु स्वतन्त्र उम्मेदवारहरू आउँछ, किनभने यिनीहरूको मनमा लोभपापहरू हुँदैन भन्ने कुरा त हर्का साम्पाङ, बालेन शाह, गोपी हमाल, हैन? र त्यसै गरेर अब चितवन भरतपुरको मेयर पनि रेणु दाहाल पनि नराम्रो चाहिँ भन्न मिल्दैन। किन चाहिँ भनेदेखि उसले पनि कार्य त राम्रै गरेको रहेछ, हैन? उसको अहिलेको जुन भरतपुर चितवनको प्रगतिहरू देख्दाखेरि, हैन? त्यही भएर किन चाहिँ प्रचण्डको छोरी भएर पो 1 नम्बरमा राखेको हो कि भनेर यसो मेरो पनि दिमागमा यस्तो खालको भ्रमहरू थियो। तर वास्तवमा प्रचण्डको छोरी होस् कि अब केपी ओलीको छोरी होस् या शेरेको छोरी होस्, तर पनि राम्रो काम गर्ने मान्छेले त राम्रो हामीले भन्न सक्नै पर्ने रहेछ। तर यस्तो खालको भ्रष्टाचारी र चाहिँ यो विवादित मन्त्री दीपक खड्का जस्तोलाई चाहिँ पाखा लगाएर आउँदो दिनमा चाहिँ एउटा राम्रो स्वच्छ र इमान्दार व्यक्तिलाई चाहिँ हामीले चुन्नुपर्छ। कम्तीमा धेरै नभए पनि भ्रष्टाचारी र चाहिँ अवैध धन्दा, हैन? र चाहिँ यो के अरे हरेक कुराको चाहिँ मुद्दा मामलामा नपरेको व्यक्तिहरू छ भनेदेखि हामी त्यस्तो व्यक्तिहरूलाई चाहिँ साथ र सहयोग सपोर्ट दिनुपर्छ भन्न चाहन्छु। तर दीपक खड्का जस्तो व्यक्तिलाई चाहिँ हामीले बहिष्कार नै गर्नुपर्छ भन्ने लाग्छ। यति भन्दै मैले यहीँ टुङ्ग्याएँ। लासो फ्याफुल्ला, जय मङ्गल।